शुक्लं ब्रह्मविचारधार परमात्मादेव जगद्व्यापिनीं वीणापरिजगदारिणीं वेदं चट्यन्तकारपमाशेषवादिकुमारिकं विद्यते पद्मासने सतितं वन्दितं तं ईश्वरीं भगवती बुद्धि प्रणाम शारदां श्री सरस्वती मङ्गलमूर्तये नमः शुक्लं ब्रह्मविचारधार परमात्मादेव जगद्व्यापिनीं वीणापरिजगदारिणीं वेदं चट्यन्तकारपमाशेषवादिकुमारिकं विद्यते पद्मासने सतितं वन्दितं तं ईश्वरीं भगवती बुद्धि प्रदां शारदां श्री सरस्वती मङ्गलमूर्तये नमः स्वस्थानि भगवती देव्यै नमः सप्तविंशोऽध्याय सुकुमारज्ञाज्ञ कर्णुञ्जय अगस्त्य मुनि त्यजोपति डोलियरुलि मणि हे महारानी ત્યાં સ્વર્ગ કાવચરારોલાય સ્વસ્તાની પરમેશ્વરી को व्रत गर्न लागेका देखेर उनै घर संसारकामा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो क्षमा गर्नुहोला हजुरलाई पनि स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ लिनुभएको छ तिनका यस्ता कुरा सुनि चन्द्रावती क्रोधित भई राधा राधा आँखा पारेर धारा केटी नागले झैँ निश्वास फेरि सुस्काएर हाले मता तिनी रिसाए चाहिँ ठुलो स्वरले गर्जिरहे पापिष्ट टोले होत मलाई यस्तो जङ्गलमा एक्लै छाडी व्रत गर्न लाग्यौ के सेवकको धर्म यही हो यस्तो व्रतले तिमीहरूलाई खान दिन्छ कि मैले त स्वस्थानी भनेको नाम पनि सुनेकी छैनौ कहाँकी देवी हो केने गर्न सक्दा चाहिँ तिमीहरूले मलाई हेलन गरेर नटेरेको हो न वनमा भयो नभए तिमीहरूलाई अवश्य मार्ने थिएँ म एक्लै पुगौँ भनेर हतपत्याई आएकी मलाई तिमीहरूले विलम्ब गरिदियौ अपराधीमा पनि ठुलो अपराध तिमीहरू जस्ता व्यक्तिहरूलाई नि भन्छ यस्तो भन्दै बानर उफ्रे जय उफ्रे डोलेहरूको हातबाट स्वस्थानी परमेश्वरीको प्रसाद सकेर थोथो गरे दुखी खुट्टाले कुल्चिएर फालिदिन फेरि यसरी नै गर होला भनी चाँडै लैजाऊ भनिन् तब बिचरा डोलेहरू डराई केही बोल्न नसके आँसुका धारा बगाउँदै मुनले स्वस्थानी परमेश्वरीलाई सम्झी चुपचाप डोली बोकेर हिँडे लावण्य देशको नजिकै शाली नदीका नामकी नदी थिइन त्यहाँ पुगेर आधा नदी तरेपछि स्वस्थानी परमेश्वरीको निन्दा गरेको हुनाले अकस्मात चाँदनी ढाके झैँ मेघ उठेर मुसलधारे पानी पर्यो अनि ठुलो दोहोरी आयो चन्द्रावती शिला नदीमा डोलीबाट हिँडी डोलीहरू पनि स्वस्थानी परमेश्वरीको व्रतले प्रभावले पक्षीहरू भई कैलाशमा गएर आनन्द लिराई हे अगस्त्य मुनि त्यजोपति चन्द्रावती ब्राह्मणी महापातकी भएर जलभित्र डुबिरहन् जुन दिन चन्द्रावती शाली नदीमा खसी थिइन् त्यसै दिनदेखि शाली नदी बगिनन् स्थिर भइरहन् माझीहरूले देखे त्यो आश्चर्य भयो यस नदीमा ग्रह आए बस्यो कि वा कहीँ कुनै यज्ञमा उत्पात हुन लाग्यो कि यस्तो भयो भने नवराजलाई सुनाई सबै नवराज राजा कहाँ गई बिन्ती गरेर महाराज शाली नदी बगिनन् स्थिर भएकी छन् यस्तो भएको हामीले आजसम्म सुनेका पनि थिएनौँ देखेका पनि थिएनौँ आज प्रत्यक्ष देखियो आश्चर्य भयो विचार गरिबस्यो छ माझीहरूको यस्तो कुरा सुनि नवराज राजाले मन्त्रीहरूलाई डाके सारा कुराहरू बताए प्रजाहरू समेत शाली नदीमा गएर माझीहरूलाई जलभित्र केही छ कि भनेर जाल हालेर हेर भनिन् अराए माझीहरूले पनि जाल हानेर हेर्दा चन्द्रावती जालमा अल्झिएर पानीको बाहिर आइन् तर दिन कस्ती भएकी थिइन् भनेदेखि शरीरमा कुष्ठ भएर हात बाहु छरेकी चेत हराएकी हिलोले छोपिएकी मुडो जस्तो भइरहेकी हुनाले यो के वस्तु हो भनी ठर्याउन नसकेर नदीको किनारमा मिल्काएर हिँड नवराज हामीहरूले केही पनि पाउन सकेनौँ भनी बिन्ती गरे अनि नवराजले हे गङ्गे तिमी किन स्थिर भएकी छौ मैले बुझ्न सकिनँ मदेखि प्रसन्न हो भने वनरत्न परो सहित गाईको दुध अर्घ्य दिए राजाले अर्घ्य दिन साथ शाली नदी बगिन् त्यो देखेर आश्चर्य मान्दै प्रजा सहित नवराज राजा दरबार फर्के त्यसपछि चन्द्रावती ब्राह्मणी कस्ती भइरहन् भने क्षणमा मुर्दा क्षणमा चेष्टा क्षणमा भोक प्यास आदिका अनेक कष्ट पाइ मुडो झैँ शाली नदीको तटमा रहिन् एक दिन साह्रै भोक लाग्यो र खाने वस्तु केही नपाउँदा माटो खान्छु भनेर हातमा लिने त्यो माटो ढुङ्गा भयो त्यो ढुङ्गा पनि खान खोज्दाखेरि हाड भयो हाड पनि खान खोज्दा
खरानी भयो खरानी पनि खान खोज्दाखेरि हुरियाई उडाएर लगे स्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले शीत ताप भोक प्याजबाट हुने अनेक दुःख खपिरहन्। त्यसपछि अग्निपुरका कपिल नामका दुई ब्राह्मण नवराज राजाको निमन्त्रणमा जान भनी त्यही बाटो आए। तिनीहरूलाई देखेर चन्द्रावतीले तिमीहरू को हौ, कहाँ जान लागिरहेका भनेर सोधी। तिनीहरूले भने हामी कपिल नामका ब्राह्मणहरू, लावण्य देशका राजा नवराजले ब्राह्मण भोजनको निमन्त्रणा जान लागेका हुन्। चन्द्रावतीले भनिन्, हे ब्राह्मण हो, मैले कति दिनदेखि केही पनि खान पाएकी छैन। तिमीहरू भोजनमा जान भए मलाई पनि केही मागेर ल्याइ दिनु पुण्य होला। म अवश्य नाथमाथि दया गर। अब तिमी ब्राह्मणहरू भने, हे पापिनी, अहिले हामी यसै हुन्छ भन्न सक्दैनौँ, किनभने राजाको महलमा के कसो हुन्छ भन्न सकिन्न। फेरि हामी ब्राह्मणले ल्याउने हुने वस्तु दिए त ल्याउला, ल्याउन नहुने वस्तु दिए कसो गर्ने। अत तँ आशा गरेर नबसेस। यति भनेर ती दुवैजना लावण्य देश गए र नवराज राजाले डाकेका सबै ब्राह्मणहरूलाई यथेक्त भोजन गराई दक्षिणा दिए। सबैजना राजाहरूलाई आशीर्वाद दिई प्रसन्न मनले आफ्ना घर गए। ती अग्निपुरका कपिल ब्राह्मण अघिका कुराहरू सम्झेर यसै जाउँ भनेदेखि पापिनीले आशा गरिरहेकी होला। मागौँ भने कसरी मागौँ, लोभी भन्दछन् किन भनेर केही भन्न नसकिकन भोजन गराएको स्थानमा गए। कहिले जाने कहिले आउने गर्न लागे। तिनको यता गतिकोमा राजा माताले देखेर भण्डारीहरूलाई भनिन्, हे भण्डारी हो, ती दुवै ब्राह्मणले खान पाएनन् कि सन्तुष्ट भएनन्, के हो किन घुम्दैछन् सोधे भनी। भण्डारीहरूले तिनको नजिक गएर सोधे, हे ब्राह्मण हो, तिमीहरू खान पाएनौ कि तृप्त भएनौ? इच्छा भए फेरि भोजन गर। अनि ब्राह्मण भन्दछन्, हे भण्डारी, हामीले इच्छापूर्वक भोजन गर्यौं, सन्तुष्ट पनि भयौं, तर हामी आउँदा सालै नदीका तटमा कुष्ठरोग भई हात पाउ खसेकी। कोही स्त्रीले देखिने कहाँ जान्छौ भनी सोधिन्। हामीहरूलाई राजाको ब्राह्मण भोजनमा जान्छौँ भन्दा तिमीहरू भोजनमा जाने भएदेखि मलाई पनि केही मागेर ल्याइदिए भनी कति दिनदेखि खाएकी छैन भनेकी थिई। अत अब यसै जाउँ भने त्यो पापिनी आशा गरेकी होली केही लगिदिउँ भन्ने, कसरी मागौँ भन्ने सङ्कोचले यताउता हिँडिरहेका हौँ। यस्तो कुरा भण्डारीहरूले राजमातालाई सुनाए। अनि उनले ती दुवैजनाले बोक्न सक्ने जति अन्न दिनु भनिन् र भण्डारीहरू भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार नै सकियो। दिने जस्तो वस्तु केही पनि नपाई राजमातालाई बिन्ती गरे, राखेको स्थानमा कुनै वस्तु पनि छैन, के दिने। यति सुनेर गोमा आफै गएर भाँडामा हेरिन् र दिने वस्तु केही पनि नदेखी आफूलाई भनेर पकाइराखेको भात त्यही देऊ भनिन् र भण्डारीले त्यही भात लिएर गई ब्राह्मणलाई भन्दछन्, हे ब्राह्मण, त्यसको नाम लिन साथ राजाको सम्पूर्ण भण्डार नै सुक्यो। यो राजा मातालाई पकाइराखेको भात छ, यही लगिदेऊ भनी जिम्मा लगाइदिए। ब्राह्मणहरू लाज मान्दै त्यो भात लिएर दरबारबाट निस्के। तिनीहरू जनसाथ राजाको भण्डार पहिले जस्तै भयो। जहाँ जुन वस्तुहरू राखेको थिए त्यही वस्तु त्यही देखियो भनी कुराले अगस्त्य मुनिहरूलाई सुनाउँदा भए। श्री स्कन्द पुराण केदारखण्डे माघमाते कुमार अगस्त्य संवादे स्वस्थानी परमेश्वरी व्रत कथायां नवराज ब्राह्मण भोजन नाम सप्तविंश सवाराय नमः। श्री कृष्ण गोविंद हरे मुरारे नाथ नारायण वासुदेव श्री श्याम नारायण मुकुंद लक्ष्मीपते केशव वासुदेव कृष्ण वासुदेवाय देवकी नंदनाय च नंद गोप कुमाराय गोविंदाय नमः। शरणागत निनाद परित्राण परायणे सर्वशक्ति देवी नारायणी नमस्तुते। ओम मां काली मां लक्ष्मी मां सरस्वती दुर्गा देवी नमः। स्वस्थानी देव्यै नमो नमः।